अब म चाहिँ भोट लगाइसकेँ टाप दिपेन कहिले आउँछ ताप्लेजु सकेर गयो हिरो साइला काकाले पछाडि जाउँ भनेको ए हो ए दाजु हुँदै हुनुहुन्थ्यो लिङ्खिमदेखि भोट सकेर हिँड्यो हाम्रो काकासँग बुलेट बाइकमा सरर घर ताप्लेजु छिट्टै भोट छिटेर फर्कियो लिङ्खिम छोड्नु आँटियो अब मयामको भ्यू पारी देखिरहेछ अब हामी लिङ्खिम झरिसक्यौँ फुलहरू कति राम्रो रोपिरहेछ यहाँ मयाममा boksba हामी चाहिँ अहिले यात्रे खोला यात्रे खोला यो चाहिँ अब हामी खुरुम्बु लाग्यौँ गाडी पनि आयो नि ए स्कुल जोमा पुग्यो अनि लाग्यो ताप्लेजु हामी चाहिँ तल्लोबाट जानु आज चाहिँ पहिलोचोटि यो बाटो हिँडेको म चाहिँ यो तल्लो बाटो एक्लै हुनुभयो सिटी डाँडा आइपुग्यो हो लिङ्खिम गएर भोट लाएर पर झर्ने अलिअलि भ्यू देखिरहेको छ पहिला यहाँ डाँडा पऱ्यो मैले दिदी बस्थ्यो एउटा चौतारा छ वाउ हामी सिटी डाँडा पोखरी पुग्यौँ है आइज यहाँ रेडी खानु कस्तो दामी फुल हो हाम्रो रनमाया दिदीको घरमा वाउ पोखरी पुग्यौँ सजिता फुपूको घरमा आइपुग्यो यहीँ बसौँ ल यहीँ बसौँ हामी आइपुग्यौँ सिटी डाँडा हाम्रो काकाले बाइक बिसाउँदै हुनुहुन्छ आउनु यता फुपूकोमा बस्छौँ परिहाल्नु भएको छ हजुर नमस्ते दिदी भन न है अब यहाँ रेडबुल खाएर जाने हो रेडी गरिसकेँ रेडी गर्नु अब चाहिँ सिधा बनाउनु भयो के को यतासम्म भयो चाटेल देखियो नि त दामी पोखरी छ एकदमै ठिक छ आधाङ बसे सरर पिच आयो है अब बजारको महल बिहिबारे पुगियो कति छिटो हाम्रो हिरो काकाकोमा बुलेट बाइकमा सरर चढ्दै आएको जस्तो नै नलाग्यो आइपुग्यो अब ताप्लेजु
ट्याक्सी काउन्टर भोटको दिन त सबै पसल बन्द छ त के हो यो सँगले आइपुग्यो घरमै टक्क हाम्रो काकाले पुर्याएर गइसक्नु भयो मलाई म चाहिँ आफ्नो रुममा आइपुगेँ टक्कसँगले मेरो चाहिँ भोट लिस्ट भोट हालेर नि आइसकेँ म